यहाँ चटपटेको तयारी भइरहेछ हेर्न सक्नुहुन्छ काले भाइ काले केबल कार हेलो गाइस बिगिनिङमा सबभन्दा पछाडि थियो अहिले सबभन्दा अगाडि छौ अझै पनि हाम्रो साथीहरू तलै छन् म यहाँ बसेर रेस्ट गरिरहेको ऊ त्यो मान्छेलाई हेर्नु मेरो छ कति छ 92 ए मलाई रा ओइ एक्सक्युज मी हामी बल्ल तल आधी बाटो पुगेछौँ यहाँ यिनीहरूको हालत हेर्न सक्नुहुन्छ नो जोस केटाहरू आउज न जोस त्यहाँ गाइज हाम्रो जङ्गलको बाघ आयो लिङ्गेसन हो बाघ होइन तर धेरै पातलो बाघ छ खानै पाएको छैन नयाँ खालको प्रजाति स्पटेड गाइज यहाँ हेर्न सक्नुहुन्छ हाम्रो टुनासमा पढी पागल भइसक्यो तर हामी केही भन्दैनौँ अघिल्लोको बाटो धेरै घातक भएर त्यति बेला ब्लग बनाउन पाएन तर हामी फर्किनु बेला पक्का बनाउनेछौँ चुप म बनाउँछु नि त त्यही भएर हामीसँग जोडिराख्न हजुरलाई हार्दिक अनुरोध छ अलिकति पढौँ पनि पर्यटकको महत्त्व नेपाल पर्यटकको महत्त्वबारे हाम्रो सुरजजीले के भन्न चाहनुहुन्छ उहाँ हेर्न सक्नुहुन्छ त पढ्दैछ छैन पनि होइन अब केही डाउनलोड छैन यही गाइस यस्तो मान्छे फौजी बेनालाई कसले लाउँछ हेर्नुहोस् त हाम्रो स्कुलको नयाँ फौजी पिया मुख हेरिराख्नु यता काम लाग्छ जोस यता धन्दा सुरु नगरेर कोही पाउँदैन त जोस कस्तो छ ल दुईटा बाँदर स्पोटेड गाइज हेर्न सक्नुहुन्छ यो भाइ त्यो हेर्नु माथिबाट खसेको मोबाइल बचिसक्यो यिनीहरूको कारण के भन्नु म फोन बन्दनाको हो मारिदिन्छ त्यसले गाइज हामी लगभग पुगिसकेछौँ त्यहाँ माथि हजुरले पहाड हेर्न सक्नु भइरह होला यहाँ माथि पछाडि पुग्ने कुरा भनिँदैन त्यो एउटा पहाड कटेपछि हामी ठ्याक्क पुगिसक्छौँ सो आधी बाटोभन्दा बेसी हामी यहाँ हिँडिसकेछौँ यसरी नै हामीले फ्लो कन्टिन्यू गर्दै गयो भने हामी 1 घन्टामा यहाँ पुगिसक्छौँ अरे मिस यो पनि मिस क्रिकेट तिम्रो बसको क्रिकेट छैन छोड्दो प्रवेश अरे प्रितमले लग्दै लग्दै बस चुकायो गाइज ल ल जाउँ 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 इमेजिन यति तलबाट पैदल आउँदा कस्तो गाह्रो भयो होला इमेजिन गाइज तर भ्यू पनि छ भ्यू पनि खतरा छ हामी यहाँ यो केबल कारमा आइरहेको मान्छेहरूलाई हाई गर्दै बसिरहेछौँ अहिले अझै पनि टाइम लाग्नवाला छ सो सिधै अब माथि भेटौँला होला यति आइ पनि सक्यो तर पनि अहिले अझै माथि जानु छ गाइज फाइनली यही त देख्यो फाइनली वी डिड इट एकछिनपछि पुगिन्छौँ आई होप गाइज अहिलेसम्मको हेर्नमा हजुरहरूलाई राम्रो लाग्यो होला राम्रो लागेको छ भने प्लिज लाइक र सब्सक्राइब गर्नु होला सब्सक्राइब नभए लाइक गर्नु प्लिज अझै पनि माथि छ रेकमेन्डेड बकवास त छैन तर इफ हजुरहरूलाई आदत छैन भने यता छ केबल कार पैसा छ भने आउनु हामीमा हाई गर्ने चुल भएर हो कि नत्र त कहाँ यसरी नै भन्न समात्न आइरहेको बस कर त्यससँग हुँदैन ल हेलो गाइस यो हाइक एकदम नराम्रो छ
होइन राम्रो छ गाइज यसको के भन्छ यसको प्लान थियो यहाँ आउने तर एकदम नराम्रो छ म भन्न चाहन्छु कोही पनि नआउनु है यता बरु केवल कारले आउनु यो हाइक गरेर आउँछु भन्ने सोच्नु भइरहेछ भने नआउनु है होइन आउनु के कमजोर मान्छेहरू यस्तै भन्छ होइन ताकतवर बन्नुपर्छ ताकतवर बडी एउटा ब्यागै प्याक गरेर आउनु त्यसो भए पानी लिएर आउनु हेर्न सक्नुहुन्छ अगाडि दुईजना यहाँ यस्तो मान्छेहरू पनि गइसक्यो अरे बाप्रे यो के भइहाल्यो ल त ओ यहाँ अगाडि यति कमजोर मान्छेहरू नि पुगिसक्यो यो कमजोर मान्छे त पुग्नै सकिरहेको छैन यो त डिमोटिभेट भइसक्यो अनि यहाँ म त एकदम मोटिभेटेड छु अहिले नै एउटा पहाड चढ्न सक्छु ल खुसबुलाई एउटा क्वेसन छ एउटा यता हेर्नु खुसबु यति चिसो किन भइरहेछ किनभने खुसबुको जुन चाचा थियो नि अब्बा थे ना हाँ। खोलकर चले गए थे इसलिए खुशबू ठंडी बढ़ गई ये तो लॉजिक नहीं मिला गाना गाना सुनेगा खुशबू क्रिस तो आउँदै आएन यार त्यसले क्रिस नहीं क्रिस का पापा का गाना सुनेगा सुनेगा क्रिस क्यों नहीं आ पाए इसने बोला क्रिस को नहीं लेके जाने का क्या क्रिस का गाना आपको इतना बुरा लग गया क्रिस पिपल को रुख भयो होइन पर्पल यता के को छ मैले ब्लगमा हेरेको थिएँ हैन यो पिपल छोड न के हो राम्रो देखिरहेछ एकदम त्यहाँको भ्यू चाहिँ राम्रो छ पात हेरौँ न पातबाट थाहा पाइन्छ होइन यो अर्कै रहेछ हामीले 12-13 घण्टा लाग्छ पुग्यो गाइस रोड देखियो गाइस आसमान पनि देखियो गाइस अब धेरै गाइस भयो अब गर्दिनँ म गाइस भ्यू हेर्नु ओ मौसम पनि त्यस्तै छ मौसम डेन्जर देखिरहेछ त खतरों के खिलाड़ी टाइम कति भयो 2:30 भइसक्यो फाइनली चन्द्रगिरी पुग्यो फाइनली गाइस गाइस पुगेर एकछिन यहाँ बसिरहेको छ बसिरह गाइस बसिरह लाइक शेयर सब्सक्राइब हात बसिरहेको धेरै चिसो चाहिँ आइस परे नि हुन्थ्यो तर परिरहेको छैन खोइ किन हो आइस हुँदैन हो स्नो हुन्छ दिमाग छ केमा स्नो आइस एउटै चिज हो हाम्रो लागि चिसो भएपछि यस्तै हुन्छ जता आगो पायो त्यतै हात लगाइदिने हो प्रतीक गाइस दर्शन गरेर आइसक्यो हामीहरू टिका हेर्न सक्नुहुन्छ पुरै ढुन्न आइसकेको छ यता खत्रै चिसो बढिएको छ त यता अहिले चिया खान गइरहेको हामी त्यसपछि फिर्ता जान्छ चारैतिर कुहिरो गाइस छिटै जानुपर्ने रहेछ छिटो गएन भने गाह्रो हुन्छ चारैतिर फग लागिसकेको छ योभन्दा पहिला जङ्गलको बाटो गयो अहिले अलि राम्रो बाटो गइरहेछौँ पुग्नभन्दा पहिला राति हुन्छ त्यसैले जङ्गलबाट नगएको ए भन मेरो भाइ हो ए भन न भन पिकनिक सक्नै लाग्यो चिप्लो बाटो ए पुग्नै लाग्यो गाइस हजुरहरूले एउटा चिज थियो एकदमै राम्रो हेर्नु सनसेट यार फोनले फोकसै गर्न सकेन सरी है काश हजुरहरूले रियलमा हेर्नु पाउनुहुन्छ यस फोनमा त फोकस गर्न सकेको छैन तर यहाँ रियलमा यति राम्रो देखिरहेछ यार अब सुन्नु हामीले उता केटीहरूलाई पुरै पुगाइदिउँ केबल कारबाट हामी एक्लै अब साँझको बेला छ लगभग 5 बजी होला हामी केटाहरू मात्र आइरहेछौँ एकदम अब अन्धार हुने बेला छ केही छिनमा डर अलिकति पनि लागिरहेको छ डर त लागिरहेको छैन एकदम मजा आइरहेछ म भन्छु तपाईँहरू यदि यहाँ आउनुहुन्छ भने ट्राई गर्नु कि एक्लै जाने ट्राई गर्नु धेरै मजा आउँछ एक्लै मतलब केटाहरू 3-4 जना मात्र के धेरै मान्छे होइन यस्तो मतलब एक्साइटमेन्ट हुन्छ नि नमस्ते सक्यो रे
गाइज यो देखिए यो हेर्नु गाइजहरू यो लाइफमा फर्स्ट टाइम भाडा माझेर राख्दै छ यो त रेगुलर हो यो सब आग लगा दी आग लगा दी आग लगा दी